आमा नमस्कार। नमस्कार। आमाको नाम कृष्ण देवी। कृष्ण देवी। ए म कृष्ण पौडेल तपाईँ कृष्ण देवी कस्तो मिल्यो त। घर कहाँ नि आमा? भक्तपुर। भक्तपुर कहाँनिर? भक्तपुर खा भन्ज्याङ। खा भन्ज्याङ। को हुनुहुन्छ त घरमा? घरमा त खोइ अब एउटा देवर हुनुहुन्छ, देवरानी छ। अनि हजुरको छोरीहरू छन्। छोरीहरूको नाम? मेरो मपट्टि छोरीको एउटीको सुनिता, एउटीको रबिता। सुनिता र रबिता। उहाँहरू कहाँ बस्नुहुन्छ? उहाँ भक्तपुरै बस्छन् उनीहरू। अब हजुर घर जान चाहेको, छोरीसिम जान चाहनु भएको छ? म घरै जान चाहिएको छु। आमा कहाँ जान लाग्यो तपाईँ भन्यो। म घर जान लाग्यो। घर कहाँ भन्नुभयो अनि भक्तपुर सुनालो खा भन्ज्याङ हो भने मैले ल हामी उहीँ जाने, हामी पुरानो छ भनेर थपक गाडीमा ल्याएर यहाँ छोडेको हो। सम्पूर्णमा नमस्कार। जय मानव सेवा। म कृष्ण पौडेल। अहिले यति बेला मानव सेवा आश्रमको यो मन्दिरभित्र हाम्रो 7 प्रदेश 20वटा जिल्लाको 26वटा सेवा केन्द्रमा करिब 1800 जनाभन्दा बढी आमा बुवा दाजुभाइ दिदीबहिनीले गरिमा बढाइरहनु भएको छ। उहाँहरूको सेवा गर्ने अवसर हामीले जुटाइरहेका छौँ र हामीले सडकबाट उद्धार गरिसकेपछि उहाँहरूको औषधि उपचारसँगै उहाँहरूको स्वास्थ्य उपचार सबै कुरामा हामीले प्राथमिकताका साथ अगाडि बढाएका छौँ र हामीले सडकबाट उद्धार गरेपछि पहिलो प्राथमिकता भनेको उहाँहरूको उपचारपछि प्राथमिकता भनेको सुन्दर पारिवारिक पुनर्मिलन। त्यही पुनर्मिलनको लागि अहिले यति बेला उहाँसँग कुरा गर्न जाँदैछौँ। तपाईँहरूको सपोर्टले सहयोगले धेरैजना आमा बुवाको घर पुर्याउन हामी सफल भएका छौँ र यसलाई पनि सफल बनाइदिनु होला। हामी आशा र विश्वासका साथ तपाईँहरूको बिचमा भिडियोलाई प्रस्तुत गरेका छौँ। आमा नमस्कार। नमस्कार। आमाको नाम? कृष्ण देवी। कृष्ण देवी। ए म कृष्ण पौडेल तपाईँ कृष्ण देवी कस्तो मिल्यो त। घर कहाँ नि आमा? भक्तपुर। भक्तपुर कहाँनिर? भक्तपुर खा भन्ज्याङ। खा भन्ज्याङ। को हुनुहुन्छ त घरमा? घरमा त खोइ अब एउटा देवर हुनुहुन्छ, देवरानी छ। अनि हजुरको छोरीहरू छन्। छोरीहरूको नाम? मेरो मपट्टि छोरीको एउटीको सुनिता, एउटीको रबिता। सुनिता र रबिता। उहाँहरू कहाँ बस्नुहुन्छ? उहाँ भक्तपुरै बस्छन् उनीहरू। अब हजुर घर जान चाहेको, छोरीसिम जान चाहनु भएको छ? म घरै जान चाहिएको छु। घरै जाने? घरै चाहिँ कहाँ ठ्याक्कै हजुरको? घर मेरो भक्तपुर खा भन्ज्याङ। खा भन्ज्याङ। त्यहाँ को घरमा चाहिँ को हुनुहुन्छ तपाईँको? देवर हुनुहुन्छ, देवरानी छ, छोरीहरू छन्। ए भनेपछि उहाँहरूसँग जान चाहनु भएको छ? जानु चाहेको छु। है कति भयो हजुर मानव सेवा आश्रम बस्नु लागेको? म यहाँ बसेको नि 2.5 वर्ष भइसक्यो। 2.5 वर्ष भयो। तपाईँलाई कोली ल्याएर छोडिदियो कि? म हिँडिरहेको थिएँ होइन। हजुर। म हिँडिरहेको थिएँ, कहाँ पुलिस भ्यान आएको छ। अनि यता मलाई साह्रै गाह्रो भएर रोगी मान्छे त हो। यता ठ्याच्च बसेँ अनि आमा कहाँ जान लाग्यो तपाईँ भन्यो। म घर जान लाग्यो। घर कहाँ भन्नुभयो अनि भक्तपुर सुनालो खा भन्ज्याङ हो भने मैले ल हामी उहीँ जाने, हामी पुरानो छ भनेर थपक गाडीमा ल्याएर यहाँ छोडेको हो। कति वर्षको हुनुभयो? वर्ष त कति भयो? 36। अनि तपाईँ श्रीमान कहाँ हुनुहुन्छ? श्रीमान त स्वर्गमा। ए सरी शान्त भयो। अनि हजुरको छोरा नै छोरीहरू हुनुहुन्छ? अनि त्यहाँ हजुरले वरिपरि भक्तपुर चिनेको कोही मान्छे हुनुहुन्छ अरू कोही? अब भक्तपुरतिर कोही चिने मान्छे फेला पर्छ। अहिले चिनेको कोही हुनुहुन्न? तपाईँको भतिजोहरू, तपाईँको दाजु, तपाईँको दाजुभाइ कतिवटा? मेरो दाजुभाइ कोही छैन। कोही छैन। निरङ्कुशी छु म। माइती कहाँ? गोठाटार। गोठाटार। माइतीबाट कोही हुनुहुन्न अहिले? कोही हुनुहुन्न। माइतीबाट नि कोही हुनुहुन्न, घरपट्टिबाट नि कोही चिने छैन। त्यही छोरीहरू बाहेक? आफ्नो छोरी, आफ्नो देवर, देवरानीहरू, ज्वाइँहरू चिने। छोरीहरूले के गर्नुहुन्छ त? अब छोरीहरूले आजकल 5-6 छोरीहरूले अब के गर्छन्, कसो गर्छन् त्यो थाहा छैन मलाई। अब हामीले तपाईँलाई लग्यो भने कहाँ लगेर जान्छ? को सिम, देवर सिम लाने कि छोरी सिम लाने? मलाई देवरबाट पुऱ्याउनु पर्यो नि। आफ्नो घर छोडेर अन्त बस्ने कुरा आएन नि। देवर तपाईँकै घरमा हुनुहुन्छ? हामी भिन्नै बस्यान छैनौँ, एउटै छुट्टी भएको छैन? सँगै देवर सँगै हुनुहुन्छ? सँगै छौँ। देवरले के काम गर्नुहुन्छ? यस्तै काटाकुटु काम। देवरको नाम थाहा छ हजुरलाई? देवरको नाम सुनिता, रबिता, सान भाइ। सान भाइ? देवरको नाम सान भाइ? सान भाइ। अनि देवरानीको नाम चाहिँ खोइ के भन्थे। अनि तपाईँले भक्तपुर भन्नुभयो, पहिला हाम्रो टिमले अलिकति प्रयास गर्दा पनि फेला पार्न सकेनौँ।
हामीले तपाईँले त्यो भक्तपुर लिएर गएर अथवा कसो यो भिडियो मार्फत फेला पर्यो भने सम्भव हुन्छ त आमा भेटिन्छ त अब उता गाउँतिर मान्छे बजारतिर आकर्षण भने भेटिन्छ ए गाउँमा हो गाउँमा हो गाउँमा हो ठ्याक्कै भक्तपुर के ठाउँ भन्नुभयो अरे भक्तपुर खा भन्ने र अहिले एउटा हामीले भिडियो बनाइरहेका छौँ तपाईँको हस् है सोसल मिडियामा हालेर हामीले अब हाम्रो प्रयासबाट अलिकति गाह्रो भएको हुनाले हामी सोसल मिडियाको सहयोग लिएर हामी तपाईँको पुनर्मिलनलाई अगाडि बढाउन लागेका छौँ कुनै अप्ठ्यारो त हुँदैन नि हजुरलाई मलाई कुनै अप्ठ्यारो छैन छैन मेरो जन्म गोठाटार गोठाटार माइती घर भक्तपुर कति नम्बर वडा पर्छ थाहा छ हजुरलाई यो गोठाटार त कति नम्बर पर्यो यता जाँदाखेरि बिपुल बोटभन्दा अलिक माथि पर्छ अतिहारी रामचन्द्र घर र मेरो घर माइती घर तलमाथि पर्छ है अतिहारी रामचन्द्र भने त थाहा होला नि अब हामीले नि पत्ता लगाउँछौँ है हामीले भर्खरै तपाईँहरूको बिचमा आमाले जे जति जानकारी गर्नुभएको छ त्यो राखेका छौँ बताएका छौँ र आमा अहिले त्यो आमाको साथमा त छोरीहरू हुनुहुन्छ र दियोहरू हुनुहुन्छ तर उहाँहरू छुट्टिनु भएको रहेछ र म आफ्नै घरमा जान चाहन्छु भन्नुभएको छ म छुट्टिएको छैन हामी एकै ठाउँ थियौँ छुट्टिएको छैन नछुटिकन आफ्नो भाग्य उम्केर जानुभयो तपाईँ किन निक्लिनु भएको त बाहिर बिमार थिएँ त्यति बेला बाहिर यतिकै निक्लिनु भयो कि बाहिर खाँदै हिँड्दै गर्नुहुन्थ्यो तपाईँ त्यो खाना गर्नु होइन ए घुम्न निक्लिनु भयो घुम्न निस्केको अब त्यही त हो नि आफूलाई परेको पिट त्यही हो अनि हुन्छ आमा यो भिडियो हामीले फेसबुकमा हाल्छौँ सोसियल मिडियामा हाल्छौँ बेल फरे देखिन्छ कुरा गरे बुझिन्छ बेल फरे देखिन्छ उयो छ कि पाका छ भनेर कुरा गरे बल्ल थाहा हुन्छ होइन आमाले कस्तो राम्रो कुरा राख्नु र सबैजनाको सपोर्टले सहयोगले आमाको पारिवारिक पुनर्मिलनमा सहयोग गरिदिनु होला विश्वास छ आमाको छिट्टोभन्दा छिट्टो सुन्दर पारिवारिक पुनर्मिलनको खुसी खबर हामी सबैजनाले थाहा पाउनेछौँ हस् त धन्यवाद जय मानव सेवा जय मानवता जय मानवता